सो हेलो एभ्रिवान, के छ खबर? सन्चै हुनुहुन्छ? त्यसो भए आजको भिडियोलाई चाहिँ पुरै हेर्न नबिर्सिनु होला है त। सो मैले चाहिँ तपाईहरुलाई चाहिँ आजको भिडियोमा चाहिँ के भन्न गइरहेको छु भन्दाखेरि तपाईहरुले पनि नेपालमै बसेर विदाउट इन्भेस्टमेन्ट अर्निङ गर्ने बेस्ट एप्लिकेसन कि त वेबसाइट खोजिरहनु भएको छ भने चाहिँ तपाईहरुले चाहिँ आजको भिडियोमा चाहिँ एकदम करेक्ट भिडियोमा आउनु भएको छ। त्यसैले भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्दिनु होला है त। सो तपाईहरुले चाहिँ घरमै बसिरहनु भएको छ, तपाईहरुसँग राम्रो फोन छ अनि तपाईहरुसँग इन्टरनेट पनि छ अनि तपाईहरुले चाहिँ अपर्चुनिटी पाउनु भएको छैन है। तपाईहरुले चाहिँ अपर्चुनिटी पाउनु भएको छैन भने चाहिँ आजको भिडियो पुरै हेर्नु होला। तपाईहरुले पनि अर्निङ गर्न सक्नुहुन्छ। मन्थली नभएको पनि 10,000 देखि लिएर 5,000 सम्म चाहिँ कमाउन सक्नुहुन्छ। त्यहाँदेखि विदाउट इन्भेस्टमेन्ट लगानी चाहिँ पर्दैन। सो हामी चाहिँ अब भिडियोलाई चाहिँ ढिलो नगरिकन स्टार्ट गरौँ है त। सो हामीहरूको चाहिँ आजको चाहिँ एप्लिकेसन चाहिँ कुन रहेको छ भन्दाखेरि चाहिँ हामीहरूको चाहिँ रिवार्ड्स 11 है। यो चाहिँ मेरो डिस्क्रिप्सनमा पनि पाउनुहुन्छ। यसको लिङ्क मेरो डिस्क्रिप्सनबाट डाउनलोड गर्नुभयो भने चाहिँ 1100 कोइन चाहिँ सुरुमै पाउनुहुन्छ है। अब तपाईहरुले चाहिँ यसमा चाहिँ तपाईहरुले चाहिँ रेफरलको थ्रु अनि तपाईहरुलाई दिनदिनै यसरी बोनस दिन्छ। तपाईहरुले यहाँबाट दिनदिनै 10 कोइन पनि क्लाइम गर्न सक्नुहुन्छ। पनि यसरी एड्स हेरेपछि तपाईहरुको चाहिँ फ्री बोनस चाहिँ तपाईहरुको चाहिँ क्लाइम हुन्छ। अब तपाईहरुले चाहिँ यहाँनिर चाहिँ एउटा गेम हुन्छ, यस्तै खालके गेम खेलेर पनि अर्निङ गर्न सक्नुहुन्छ। यहाँ तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ इन्भेस्ट रन भन्ने गेमले चाहिँ तपाईँहरूलाई चाहिँ म्याक्सिमम 488 मिनटसम्म खेल्नु भने चाहिँ 467 कोइन पाउन सक्नुहुन्छ। अब तपाईँहरूले यसमा चाहिँ कसरी अर्निङ गर्न, तपाईँहरूले चाहिँ कसरी छिटो अर्निङ गर्ने त्यो पनि मसँग ट्रिक छ। त्यसैले भिडियोलाई चाहिँ इन्डसम्म हेर्नुभयो भने मात्रै त्यो ट्रिक चाहिँ बुझ्नुहुन्छ है त। सो मैले चाहिँ ई सेवा देख्न सक्नुहुन्छ। ई सेवामा चाहिँ तपाईहरुले चाहिँ अब 1 10 100 1000 10,000 लाख 3 लाख पोइन्ट बनाउनु भयो भने चाहिँ तपाईहरुले 5,000 इन्कम गर्न सक्नुहुन्छ। अनि तपाईहरुले चाहिँ 6 लाख पोइन्ट के भन्छ अर्निङ गर्न सक्नुभयो भने चाहिँ तपाईहरुको इन्कम चाहिँ 10,000 रुपीज हुन्छ। यदि तपाईहरुलाई चाहिँ यसमा यो ट्रस्टेड होइन जस्तो लाग्छ भने चाहिँ तपाईहरुले सुरुमा 4,000 कोइन बनाएर 50 रुपीज चाहिँ विथड्र गर्नुपर्ने हुन्छ। विथड्र गरेर हेर्नु 100% ट्रस्टेड हो, तपाईहरुको ई सेवामा चाहिँ पैसा आउँछ है त। सो यो चाहिँ डाइरेक्ट तपाईहरुले चाहिँ डाइरेक्ट ई सेवा अर्निङ तपाईहरुले पेपल USD को थ्रुबाट पनि विथड्र गर्न सक्नुहुन्छ कि त तपाईहरुले बाइनेन्स को थ्रुबाट पनि विथड्र गर्न सक्नुहुन्छ है त। अब हामी चाहिँ यहाँनिर कुरा गरौँ हामीले चाहिँ कसरी छिटो भन्दा छिटो यसमा चाहिँ टास्क कम्प्लिट गरेर चाहिँ कोइन कलेक्ट गर्ने है त। तपाईहरुले चाहिँ रेफरल भन्ने अप्सन दिएको हुन्छ। तपाईहरुले चाहिँ पर रेफरल 450 कोइन पाउनुहुन्छ है। तपाईहरुले एकजनालाई रेफरल गरे बापत 450 कोइन पाउनुहुन्छ। त्यसैले तपाईहरुले यहाँबाट चाहिँ छिटो कमाउन सक्नुहुन्छ। अब तपाईहरुले चाहिँ 150 जनालाई रेफरल गरिसकेपछि चाहिँ इन्गेजमेन्ट हिरो भन्ने यहाँ तपाईहरुले चाहिँ 550 कोइन पाउनुहुन्छ पर रेफरलको। अनि त्यसपछि 5.5% कमिसन पनि पाउनुहुन्छ। अनि यो माथिकोमा चाहिँ 5% कमिसन पनि पाउनुहुन्छ त्यसले अर्निङ गरेको। सो आजको भिडियो चाहिँ यति नै थियो। तपाईहरुले चाहिँ डाइरेक्ट ई सेवामा चाहिँ अर्निङ गर्न सक्नुहुन्छ यो एप्लिकेसनको थ्रुबाट। यदि तपाईहरुलाई चाहिँ एप्लिकेसन राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्न नबिर्सिनु होला। अनि डिस्क्रिप्सनमा छ लिङ्क, तपाईहरुले पनि डाउनलोड गर्न नबिर्सिनु होला। सो यति थियो आजको भिडियो। आई होप तपाईहरुलाई भिडियो राम्रो लाग्यो होला। सो बाई बाई। अब हामी चाहिँ नेक्स्ट भिडियोमा भेट्नेछौँ। सो बाई बाई गाइज।